दिउँसो रात परेको भन्ने कुरो थाहा छैन। पानी परेर हावा लागेर यस्तो डर लागेर सबैजना साथीहरू चाहिँ डराएका छन् कि। तर अहिले चाहिँ एकदमै धेरै घामहरू लागेको छ। बिहान चाहिँ पानी परेर हावा लागेर अँध्यारो भएर भिचालो आउला जस्तो भएको छ। 22 धारामा हामीलाई जान्छ हेर्नु त खुद्रोहरू त होइन कि। सस्तो सामानहरू पाउँछ भनेको भएर चाहिँ अब मौकामा चौका हानिहालौँ। हेलो एभ्रिवान, नमस्ते, वेलकम एन्ड ब्याक टु माई युट्युब च्यानल ह्याङमा चामलिङ। सो म चाहिँ सन्चै छु। आयो हजुर पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा त न्यू डे र न्यू ब्लग सुरु भइसकेको छ। म चाहिँ काम गर्ने ठाउँमै छु। मैले चाहिँ किन ब्लग बनाएको आज म बनाउँदिनँ सोचेको छु, तर हेर्न सक्नुहुनेछ दिनहरू यस्तो भएको छ। हामी काम गरेको थियौँ 81 होइन, हेर्नुहोस् न दिउँसै रात पऱ्यो क्या। किन यस्तो दिउँसै रात परेको भन्ने कुरो थाहा छैन। पानी परेर हावा लागेर यस्तो डर लागेर सबैजना साथीहरू चाहिँ डराएका छन् कि। तर सायद आज त्यो 22 पूर्णिमा भएको भएर होला आज यस्तो भएको होइन। सबैजना डरले त्यहाँ बाहिर हेर्न सक्नुहुन्छ तिनीहरूको हालत। यहाँ आमा बढाल्दै थिएँ तिनीहरूको हालत। दिउँसै राति परिरहेको यहाँ राधा सबैजना डरले बसेर यहाँ के अरे बडाल्नु बसेको मान्छे यहाँ हेर्नुहोस् होइन। हामी यहाँ बडाल स्टार्ट गर्दैछौँ। दिउँसै रात परिरहेको छ, सबैजना डराएर छन् होइन। दिदीहरू पनि तल हुनुहुन्छ। रात पऱ्यो घर जाउँ सबैजना। हामी के गरेर बाँच्ने यो संसारमा? भुइँचालो आउँछ कि क्या हो यार। मलाई कामै गर्नु बोला सक्नुहुनेछ साथीहरू। यहाँनिर हेर्न तपाईँहरूले चाहिँ सायद देख्नु भएको छैन, तर एकदमै धेरै नै एकदम धेरै डेन्जर भइरहेछ कि जाडो होइन। घरमा अघि न घरबाट निस्किँदाखेरि चाहिँ घाम लागेर पुरै होइन भएको थियो। त्यही भएर लुगा नलिकन आएको थियो। अहिले जाडो भएर यहाँ कस्तो दिदीको ओढिरहेको छु, एकदम ताप भइरहेछ। म चाहिँ के अरे घाम सकाएर जाडो भएर म चाहिँ भाउजूले ज्याकेट ल्याइदिनु भएको छ अरे, ज्याकेट लिनु जानु लाग्यो। एकदम चाहिँ पानी पनि परिरहेछ होइन। तर कस्तो सफा भएको छ कि, सफा भएको छ भन्नु चाहिँ। तर अहिले चाहिँ उभिसक्यो। अघि न चाहिँ एकदमै हेर्दाखेरि नै डेन्जर थियो, तर अहिले चाहिँ दिन उभिसक्यो। भाइ म फेरि यसरी किन कुदेको भन्नु होला होइन। बोल्नै सकेको छैन। तल खाजा राख्ने टाइम पनि भइसक्यो। त्यही माथि अनि प्लस पानी परिरहेछ। पानी हो गया। के अरे ज्याकेट चाहिँ ल्याइदिनु भएछ, तर मेरो चाहिँ सबै भिजेर। यताबाट हिँड्न, त्यताबाट चिप्लिन्छ। न मजा लाग न के लागेको छ, न के लागेको छ, यतिकै आएको छ। त्यो दिन भयो भनेपछि माइजूले घर छ भनेपछि जानु पर्दैन। घरमा आनन्द नबसेर कस्तो रिस उठ्छ त अनि। न के नै बित्दैछ, न के नै बित्दैछ, न कामै गर्नुपर्छ। साथीहरू अहिले बिहान चाहिँ कस्तो थियो भने होइन, अहिले चाहिँ हेर्न सक्नुहुनेछ कस्तो दामी देखेको हेर्नु न। वाउ, अहिले चाहिँ एकदमै धेरै घामहरू लागेको छ। बिहान चाहिँ पानी परेर हावा लागेर अँध्यारो भएर भुइँचालो आउला जस्तो भएको थियो होइन। तर अहिले चाहिँ एकदम राम्रो भएको छ। फेरि दिदीहरूले अहिले भर्खरै मलाई दिदीहरूले के भन्नुभएको थियो हामीलाई, मोबाइल धेरै चलायो भन्नुभएको थियो। त्यही भएर म चाहिँ लुकी बनाइरहेको छु। किनभने तपाईँहरूले मैले आजको सुहाना कसम थियो भने यो दिदी निस्किनु लाग्नु भएको छ, प्लस म पनि हेर्दै गर्नु साथीहरू। र वाटरफल पनि छ। अघि नको दिन र अहिलेको दिन हेर्नुहोस्। लुकी भिडियो बनाइरहेको छु। म सिसाब पुछिरहेको छु, यो सिसाब पुछिरहेको छु। त्यही भएर चाहिँ लुकी भिडियो बनाइरहेको छु। त्यो गर्नु बनाउनु पऱ्यो हाल्यो होइन। तपाईँहरू पनि एकचोटि यहाँनिर अवश्य तपाईँसँग भ्रमण गर्न चाहनुहुन्छ भने वेलकम। साथीहरू हाम्रो चाहिँ भर्खरै काम सक्यो होइन। अब यहाँ हेर्नु सक्नुहुन्छ मेरो लुक्स यस्तो घाम टन्टनापुट लागेको छ कि। तर मैले चाहिँ ज्याकेट लगाएको छु बोक्नु अल्छी लागेर। अनि अर्को कुरा चाहिँ मेरो भाउजूहरूले चाहिँ आज 22 तारिक जात्रा हो नि त, जाम भन्दै थियो। हेरौँ के हुन्छ। मसँग चाहिँ पैसा छैन। अनि मैले दिनुहोस् न 2000 सापट्टि भनेको थिएँ, अब दियो भने जाने। अनि हजुरहरू देखाइहाल्छु म। अब गाएन दिएन भनेदेखि चाहिँ घरै जाने हो। काँध दुखिरह। मेरो चार्जहरू लिनु जानु छ, मेरो साथीले लिएर गएको छ। कस्तो गाह्रो भएको छ। आज मिटिङ राखेको थियो, मोबाइल चलाउनु पाउँदैन भनेको भएर मैले त्यसभरि मोबाइल पनि चलाएको छैन। सक्यो कामबाट हामी एकदमै छिटो आयौँ। म अहिले घरमा म अहिले चाहिँ घरमा आइसकेको छु। त झुन्डा न त झुन्डा बोके होइन। अनि
चाहिँ घरमा आइसकेँ अनि नजाने भनेको यिनीहरू जाने भनेको भएर चाहिँ अनि हतार कामबाट छिटो काम सिद्धाएर स्यासेर हुँदै आएँ म घरमा आएँ म घरमा आएर चाहिँ मेरो भाउजूहरू चाहिँ जानु भइसक्यो भाउजू र दिदीको छोरी चाहिँ जानु भइसक्यो अब मलाई दिदी बाँकी छ खै हामी पनि नजाने माट टोक्ने माइन्ड नगर्नु साथीहरू अनि त्यसपछि नजाने भनेर बसेको मन मानेन किनभनेदेखि होइन के अरे 22 धारामा हामीलाई जाछ हेर्नु त खुब्रोहरू त होइन कि के अरे सस्तो सामानहरू पाउँछ भनेको भएर चाहिँ अब मौकामा चौका हानिहालौँ भनेर गएको भनेर चाहिँ हिँड्न लाग्यो म यस्तो हाउरे भएर हिँडेको छु म एकदम धेरै फास्टिङ कुद्दैछु हेरौँ के किनिन्छ नजाने भनेको है यस्तो हुन्छ कि प्लान बनाएर गएको भन्दा बरु प्लान नबनाइ गएको ठाउँमा चाहिँ बरु गएको जस्तो मजा हुन्छ कि अब गाडी पाउँदैन त्यही समस्या छ अब हेरौँ गाडी त नापेश्वरी लिफ्ट माग्नुपर्छ माग्नु है तेरो उसमा त सबै कुरो लाग्छ राम्रो भयो नि अब टिप्दै हिँड्ला अब हिँड अब त्यहाँ झुन्डाइलाई ए आमा हो अनि मेरो लुगामा लाग्दैन के खाएको त ल साथीहरू अब सायद तल गाडी पनि पाउँछ कि पाउँदैन म एकैचोटिमा 22 धारा पुगेपछि तपाईँसँग भेट्छु ल हेर्न सक्नुहुनेछ पहिलेपालि आउँदाखेरि चाहिँ हामी ग्रुपमै आएको थियौँ होइन दिदी र म होइन अरू कति धेरै ग्रुपमा आएको थियौँ तर सबैजना हाम्रो साथीभाइहरू चाहिँ कोही विदेश कोही कता भइरहेछ त्यही भएर चाहिँ अहिले हामी बिचरा मात्रै मान्छे देखेर पनि मलाई त कस्तो के हुँदो रहेछ पहिलेपालि पनि होइन पछदेखि किन्दै गयौँ होइन तर लास्टमा तल गइसकेपछि एकदमै झन् राम्रो चिजहरू पाउँदै गयो क्या यो चाहिँ त्यो ठाउँबाट निस्किसक्यौँ किनभने त्यहाँनिर एकदम धेरै भिड थियो अनि हामी भिडमा खासै बन्न सक्दैन अघिदेखि होइन तल पुगेर पनि हामी माथि आइसक्यौँ तर अहिलेसम्म हामी केही पनि पाइरहेको छैन चित्तै पुग्दैन के पहिलापालि पनि त्यस्तै भएको थियो अब यतापट्टि जाने कि त्यतापट्टि जाने भन्ने कुरा थाहा भएर पाइदिनु त्यो कुर्तातिर जाऊँ न है कुर्ताहरू मेरो खुट्टाको ढुङ्गा लगाइसक्यो यतापट्टि जाने उतापट्टि जाने भनेर पहिला फेरि हामी चाहिँ यो लाइनबाट जाने भनेर सोचेको क्या सबैजना मान्छेहरूको हामी सामान खोज्दै विराममा आइपुगिसक्यौँ तर केही पाएन अहिलेसम्म हामीले भन्नु चाहिँ केही पनि पाएन राम्रो केही पनि पाएन त्यही हुन्छ अघि न यहाँ तल एउटा टप सोधेको चाहिँ राम्रो है तर त्यो अम्ब्रेला रहेछ तर त्यो 950 झुम्काहरू हेर्न सक्नुहुनेछ तर कुराहरू मनपर्छ केही छैन यहाँनिर त चोरेर यहाँ झुम्का हेर्दै थियो क्या चोरेर लयो कसै थाहा पाउँदैन कसले राखेको यसरी मलाई पाउनु केही पनि छैन पायो भने पनि महँगो भन्छ पैसा भने चाहिँ म 2000 लिएर आएको होइन नै यो राम्रो छ यो राम्रो छ सिक्यो अब गयो अब चाहिँ अलिअलि मेरो भ्याइसक्यो भन्दा नि हुन्छ अब पैसा पनि सिक्यो भयो कहाँ गयो के हेर्नु ला हेर्नु साथीहरू यसले यो किन्न लाग्यो होइन यसले किन्न लाग्यो मैले किनिदिएँ मलाई नि काम लाग्छ भनेको त्यसो भए 100 रुपियाँ तपाईँले जे किन्दा नि तैँले किन्दा हुन्छ भनेर भन्छ यार के 100 रुपियाँ लोभी आँखा
पैसा हुने मान्छेहरू हुन्छ पैसा नहुने मान्छेहरू अब ऊ बाटो देखाउँदै हिँड्ने हो म ल साथीहरू हाम्रो सबै किनमेलहरू सबै सकिसक्यो अब घर फर्किनु लाग्यो राति 7:30 भइसक्यो अब अल्छी लाग्यो केमा जाने भन्ने कुरा मात्र हो अब हेरौँ केमा जान्छ धेरै पठाएको मान्छेहरू छन् आज साँच्चीकै धेरै नै रात पऱ्यो केही पनि होइन होइन त्यही पनि एउटा कुर्ता किन्यो हजुर थ्याङ्क यू भाइ आउन यहाँ आउन मेरो दिदीलाई चाहिँ जहाँ गए पनि भिडियो बनाउनुपर्छ क्या ल कि कति स्विट भाइहरू होइन तपाईँको युट्युब च्यानल के हो तपाईँ केमा हाल्नुहुन्छ तपाईँको नाम के हो रे ल साथीहरू आजको भिडियो चाहिँ यस्तै भयो होइन म चाहिँ खासै जाँदिनँ भनेर बसेको थिएँ तर गयो रमाइलै भयो तर जुन हामीले सोचेर गएको थियौँ नि सस्तो पाउँछ ह्यान्डेन भनेर तर त्यस्तो चाहिँ थिएन बाहिर जस्तो छ त्यस्तै नै छ तर रमाइलै भयो अनि फेरि अनि बाहिर त धेरै भिडभाड भएर चाहिँ मलाई टाउको पनि दुखिरहेको छ आँखामा अघि आउँदाखेरि यहाँ के अरे त्यो माटो पसेको छ है थकाइ लाग्यो काम सकेर गएको त्यही भएर थकाइ लागेको काम प्लस त्यो हिँडाइ भयो नि त त्यही भएर हामी थाहा छ गेटदेखि तलसम्म हामी 3 चोटि धायौँ बुझेन नि त त्यही भएर तलमाथि गरेर कस्तो थकाइ लाग्यो है आजको भिडियो चाहिँ के कस्तो लाग्यो राम्रो लाग्यो नि राम्रो लाग्यो नि हेरिदिनु होला अनि लाइक एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला तपाईँहरू हेर्नु चाहिँ हुन्छ तर सब्सक्राइब गर्न चाहिँ बिर्सिनुहुन्छ र सक्दो सेयर गर्नु होला है आजको भिडियो चाहिँ यति नै भेट्नुपर्छ अर्को नयाँ भिडियोमा अहिलेको लागि चाहिँ बाई बाई